नमस्कार दिदी बहिनी दाजुभाइ स्वदेश दुदेश विदेश सबै बहिनी दाजुभाइ दिदीबहिनी आमा बुवा सबैलाई मेरो नमस्कार। सरकारलाई पनि मेरो नमस्कार। मलाई चित्त नबुझेको कुरा एउटा मलाई भन्न मन लागेको छ। जातभात एउटै बनाएर विकृति फैलियो, तर 60 वर्षमा तल्लो जातिलाई भत्ता, क्षेत्री बाहुनलाई 70 वर्ष नपुगी नदिने भत्ता के हो यो गर्न नहुने काम गर्नुभयो सरकार। दिदीबहिनी दाजुभाइ सबैले सुन्नुहोला। मेरो मनको कुरा मैले पोखेको हुँ, गल्ती भए माफ गर्नुहोला। जातभात एउटै बनाउँदाखेरि सबैजना बिग्रिएर विकृति जे जस्तो पनि गर्न थाले। जातभात एउटै बनाउनु कि गल्ती भयो कि जातभात छुट्याइदिनुहोस्, भत्ता एकै नाश गरेर दिनुहोस्। किन परिपन्च नगरेको, भिन्नता गरेको भनेर मेरो नमस्कार छ सबैजनालाई। सरकार दिदीबहिनी दाजुभाइ सबैजनालाई, स्वदेश विदेश बहिनी दाजुभाइ दिदीबहिनीले सबैले सुनिदिनुहोस्। हस्, मेरो मनको कुरा मात्रै पोखेको हुँ मैले, गल्ती भए माफ गर्नुहोला। मलाई चित्तै नबुझेर, साह्रै नै चित्त नबुझेर मैले भनेको हुँ। जातभात एउटै गराउँदाखेरि यो संसार जसले जे पनि गर्ने, बाबुआमा तडपेर मर्ने, केटाकेटी यस्तो विकृति फैलियो भनेर मैले मेरो मनमा साह्रै पीडा भएर मैले भनेको हुँ। भत्ता कि एकै नाश गरेर 60 वर्षमा दिनु पर्यो, होइन भने कि अरू जातिलाई पनि, क्षेत्री बाहुनलाई पनि एउटै वर्ष या 70 नै वर्ष पुगेपछि भत्ता बाँध्नु पर्यो। यस्तो पक्षपात गर्नु भएन भन्ने, एउटै जातभात आई मेरो छोरा मान्छे भन्दा केही छैन भन्ने, गर्ने बेला व्यवहार बेग्लै गर्ने, यस्तो चित्त नबुझ्दो कुरा गर्नु सरकार किन गल्ती गर्नुभयो भनेर मेरो बिन्ती नमस्कार छ है। सबैजनालाई मेरो मनको कुरा मैले पोखेको हुँ।